ल मोमो मिठो है मोमोको लागि प्याज चाहियो साथी हो ठिकै भएछ हामी मोमो खान नगएको ल यस्तो छ है ल गाह्रो छ ल हाम्रो हाम्रो बाजेले खानेकुरा खानामा लाग्यो है साथी हो उहाँ तार्नु भयो यहाँबाट है अब के गर्ने बाइक यता सबै जम्मा गरेर रहेछ हो उतातिर अनि कोही यता छ अघिबाट ठुलो भएको छ यहाँनिर है ऊ त चपलेर आयो फेरि होइन गाह्रो छ जिन्दगी गाह्रो छ यहाँ एउटा छ यो पाराको दृश्य है हामीले हेर्न पाइन्छ यो बनस्थली जनजागृति टोल बनस्थलीमा पर्दो रहेछ ल हेर्नुहोस् त बिसोक छ यहाँ अर्को एकजना फेरि तार्न लाएस् एकजना है ल हेर्नुहोस् है अब मान्छेहरू कता कता जाने अब थाहा भएन है ल है सकेन यहाँबाट सकेन यहाँ दोकान छ दोकानमा बसेर सबै पानी भइसक्यो छ क्या एउटा अर्को एकजना पनि है यता आउन लाग्नु भएको छ है ल है ल हो त्यहाँबाट पनि ल हेर्नुहोस् है साथी ल यता पनि है अब रोडमा तार्ने स्थिति यस्तो छ साथी हो है तपाईँलाई आइडिया रहेछ है तपाईँलाई आइडिया रहेछ है ल ठिक छ ल यतातिर चाहिँ एकजना सक्सेस भइसकेछ ऊ त्यहाँ पुगिसक्नु भयो एकजना चाहिँ यता हुनुहुन्छ है ल हेर्नुहोस् गाह्रो छ हामीलाई यस्तो बाटो छ साह्रै गाह्रो छ ल हेर्नुहोस् त ल बिस्तारै जानु है बिस्तारै हो ठिक छ ल मेरो साथी यहाँ जोमो.com वालाको बिजोग छ है यस्तो मिसन पुरा हो भएछ ल यहाँ एकजना खाना पकाउनु होइन कसलाई गाजीलाई हामी फर्किने अब त्यहाँ फोर्यो त ल यस्तो छ है साथी सबै पानी गएछ हो यस्तो बिजोग भएको छ ल